कहाँ जाने आज हामी आज कोबे कोबे सधैँ कोबे आज मात्र सबै जान्छ आज लन्डन ब्रिज जाने जापानको लन्डन ब्रिज लन्डन ब्रिज जाने हो कहाँ ग्रुप नयाँ त्यो बन्द पनि गरेको कुन यो जुत्ता न कुन जुत्ता लाउने आज यो सजिलो हुन्छ हिँड्दाखेरि त यो जुत्ता कुन लाउनु त तपाईँ उता सेतो लाएर उतापट्टि ए किनारे हिँड्दाखेरि दुख्छ क्या यो र यो चाहिँ एकदम सानो हुन्छ यो ठुलो भयो पनि हिँड्दाखेरि दुख्छ छेउमा उतै चाहिँ लाउने हो अब यो लाउँछु दुख्ने जुत्ता लाएर आज चाहिँ हामी जान्छौँ पनि धर्नु पऱ्यो यो पनि परेछ यार हिउँ त देखाएको थिएन त्यसरी टोपी लिएर आयो हुन्थ्यो नि त टोपी लिएर आयो कहाँ हिउँ त देखाउँदैन पानी त्यही पानी त हो यो हामी ट्याक्क लागेको छौँ कोबेतिर अब त्यहाँ झन् त्यो समुद्र छेउमा झन् जाडो हुन्छ तर त्यस्तो देखेको त छैन हो तर हल्का फुल्का अलि बुरुरु जम्मेको हिउँ परेको मजा आउँथ्यो त्यहाँ जाडो हो जापानमा नि 1 बजे दिउँसोको कति बजी छ 12:59 पऱ्यो यार हिउँ है बुरुरु कतिमा आएको छ कतिमै छिर्यो एक नजिक झन् खतरा चाहिँ टिकट काट्छु यहाँबाट लिएर 390 हो कि क्या थियो सानो मेसो 390 होला दुईजना कोबेसम्मको चाहिँ 530 हो पैसा छैन भाइ भुक्का लागेछ गुजराती पट यसमा ट्रेन चाहिँ आइसकेको छ मान्छे धेरै छ आज बिदा भएर कान जा एक फ्लोरमा चाहिँ ओहो अब यहाँ एउटा गुडिया त लिएर जानुपर्छ नभए बेजेत हुन्छ पार्छौ नि कुन पार्ने 100 रुपियाँमा एक खाइ ल त्यो त उतापट्टिका खा ल पैसा निस्क्यो पैसा त्यही पर्ला जस्तो छ यस्तो त हेर्दा चाकमा नि पुतली रहेछ हौ बुढीले झिक्यो भने 500 रुपियाँ आपुरी पुरेजेन्ट 500 रुपियाँ पुरेजेन्ट पर्दा तो आपुरी कति छ 600 लिएर आएको यता यो दुलोमा त्यो दुलोमा 30 सेकेन्ड हुन्छ यसले चाहिँ मुभ गर्ने यो चाहिँ ऊ त त्यहाँ लगाएर ट्याप हान्यो भने अनि हाल हाल ल भयो 30 सेकेन्ड हो त्यो हल्लाएपछि 30 सेकेन्ड सुरु हुन्छ ल भयो त्यो टाउको माथि लगाएर ट्याक्क ताना त एउटा त्यो विचार पर्यो 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 तर
जस्तो हल्लिँदै आएर झरेछ कान मात्रै तान यो पर्दैन छोड्दै अब त 500 को मात्र ओए यो भालु पार्न पाएँ तर 100 रुपियाँ मात्रै यार कति सस्तो तर राम्रो छैन यो हेर त ल त्यहाँ मैले 300 ल्याएको 100 रुपियाँमा ल बिना पार्ने पर्ने हुन्छ नभए हाम्रो पैसा 600 जान्छ है छोडिदिन्छ क्या ओ ला यहाँको त नराम्रो रहेछ तर छोडिदिने खाले रहेछ है जादु ओ अब हामी चाहिँ नेपाली मन्दिर जाने अब त्यस्तो मुला उसको के अरे कोरको डालको थियो यता निसी आकाशीबाट अब माइको क्यान्सिल होइन त नेपाली मन्दिर अब नेपाली मन्दिर जाने अब हामी यो भेटेपछि हाम्रो डेस्टिनेसन चेन्ज भयो नेपाली गौतम बुद्ध यो भने यो महँगो हो मेरो ओइ धुलो त्यो डिजाइन ओ यो रोक्छ रोक्दैन फेरि लोकल हो यो भलक सक्दो भलकले नि गर्नु भलक त्यसको निधारमा कत्रो मासु यत्रो त्यो मुला शेर्पा त्यो माथि चौरी चढाउने जस्तो मान्छे कोट पनि त्यस्तो छ ब्याग देखा त ब्याग पनि त्यस्तै यो मेरो चाकको चिकाउ माता छ खाली भयो बस बस आम्फाल्न छिटो पकाल्न आम्फाल्न उठ्यो गनी आम्फाल छकु उठ्यो आम्फाल छिटो यसको कत्रो हो चाउ बच्चाको छोराछोरीलाई देखाउँछ नि त यार हामी यसरी घुमेको थियौँ तेरो बाउ यस्तो पाक्यो जस्तो थियो यसरी हिँडिरहेको थियो ब्याग बोकेर अनि यो भिडियो टिकटक युट्युबमा हालिदिन्छु अनि भोलि पर्सि देखायो नि म यस्तो पाके थिएँ पुरै जापानमा नि पागल पारामा हिँड्थ्यो उयो त हो नि सुमादेर यो ठुलो खतरा घाम पनि लाग्यो यो चाहिँ उस हो क्या नेपाली मन्दिर गुम्बा यहाँनिर तैँले भूकम्प आएको कहानी सुनाएको थियो नि सरहरूले यही त्यही हो कि उयो भगवान् डोन हो डोन गुम्बा यहाँ लामाहरू आएर बनाएको हो कि यो मन्दिर चाहिँ उतै भित्तामा टाँसिएको त नि अलिक चाहिँ भनिहाल्छ नि यहाँ चाहिँ पहिलाको स्वयम्भूनाथ स्तुपा शैलीको मन्दिर निर्माण अब जहाँ पाए पनि बसेर नेपाली मन्दिरमा पूजा गर्न सकिने 73 सालमा रहेछ 72 दैनिक नेपाल 72 सालमा त भूकम्प आएको थियो होइन नेपाल पछि यहाँ भूकम्प आएको कति कक्षा छ हामी 8 कक्षा यही स्कुल सेकेन्डरी स्कुल बर्मनगर होइन हाम्रो हेरी ए हेर यस्तो घुमाउँदै जाने
स्वयम्भू हो क्या सानो स्वयम्भू पैसा हाल्यो नि त इन्डो रे कस्तो इन्डो चाहिँ कसरी भयो कहाँ इन्डो डे कहाँ पढ्न जान्दियो नि त के अन्त सुरुमा घुमा हाल्ने एक राउन्ड हाल्ने टाउको छो भन्ने अनि त्यसपछि यहाँ ओखाने हाल्नु पैसा पैसा हाल्नु परिहाल्यो पैसा एक राउन्ड घुम्नु नभए पाप लाग्छ ल के माग्यो मलाई पैसा माग्दै है उयो त उयो यो हेर्नु यो पेन्टिङ हाल्छ भनिदिएको कस्तो पैसा नि हुन्छ हो कि बाउला जस्तो माछाहरू आइज ओ आज लगाएर फ्राई गर्नु पर्ला जस्तो जाडो भयो ज्याकेट फाल्यो तेरो जाडो भयो हुँदैन होला यो त्यो चाहिँ सेतो चाहिँ रानी होला हिरो नि तर फोर चाहिँ फोर है कुन कमलकार होला है यो बग्दै तातो पानी बोल्दै तातो पानी आउँछ हो तेरो चिसो त्यहाँ पछाडि बसेर खिच्छ नि त कहिले फेरि त्यही हो तिमी चढ्ने हो मजाले हेर्न तेरो अनुहार पऱ्यो अब त्यो हेरै यो बेच्न पायो भने त लोड पैसा गर्छ होला त छक्कला बोला अब यहाँ लडाइँ हुन्छ जापानिजहरूको लडाइँ ऊ हेर न पाहाडमा जापानिजहरूको लडाइँ हुन्छ अब लडाइँ हुँदा जस्तो नि जापानिज पाहाडबाट सुमाको पाहाडबाट कि अब यो बाढ लिएर आएको छ अहिले यो सब ढुङ्गामा सब ढुङ्गामा बनाएको ढुङ्गाको बुढाबुढी अरू के छ साकुरा फुल अनि बाँस क्योटोको ब्याम्बो त्यहीहरू छ अनि यसलाई भन्छ मोमिजी त्यस्तो त्यस्तो छ यहाँ छ घुम्नलाई कोबेमा रहेको सुमादेरा कति हो नि 500 किन अन्त बच्चासँग पैसा मागेर उता गौतम बुद्ध नि छ भ्लग भनेको कि त भोलोको ऊ त्यहाँ काली उसले उसको यहाँ चाहिँ त्यो उइस लेखेर टास्नेहरू यो उयो जस्तो लाग्छ द मङ्की के भयो द मङ्की के छ त्यही हो यो हेर्नु तैँले ऊ त्यो सर्प हो राम्री ओ त्यो ऊ त्यो सर्प तोरा उसी मेजुनी तिमी त मुसा बाँदर हो त चैते यो चाहिँ 20 को एउटा तैँले मेसाले हेर्दा ल्याएँ तैँले यता ल्याउनु बाले त अनि त्यो सक्ने पैसा हाल्ने चाहिँ यहाँ ल तिमी बाल पैसा पहिला हात धो ओए पहिला हात धो खोरी ल यस यस्तो जापानमा सुख होस् अब 3 वर्ष पऱ्यो अब 4 वर्ष 7 वर्ष भयो अझ 4 वर्ष 8 अझै 8 वर्ष 16 वर्ष जापानमा पढ्न पाऊ भने
पैसा आफ्नो पैसा हाल्ने हो त्यहाँ कसको बाउको आफ्नो पैसा हाल्ने हो सबै पैसा आफूले राख्छ नि मैले त यहाँ मागिसकेँ यो भगवान्ले मलाई पुरा गर्दैछ नि फेरि माग्न आउँछ ल किन धुप चाहिँ कतिवटा लगाउने 10 रुपियाँको तिनवटा बालिसी भइहाल्यो नि चौचौ पनि दिएर तिमी नि बाँध्यो म बाल्दिनँ राम्रो कसैले हाल्नु ढोका खोलेर बाल्ने अनि ट्याक्क मागेको जे माग्यो त्यही पुरा यहाँ जे माग्यो त्यही बच्चा के माग्छस् भन् त मैले भन्नु सिक्रेट सिक्रेट हुँदैन पुरा भएपछि भन्ने ल एउटा बोल्यो छैन दुईवटा मात्रै बोल्यो घर पनि लिएर जाने है कस्तो बास्ना आउँछ जलाइदिन्छ गाउन आएन कोहीले त्यहीँ हाल्दै ए मैनबत्ती त्यहीँ भन्दैन अर्को चाहिँ खै त बिसमा थियो मैले म पनि ल्याएँ पागल रहेछ त मैनबत्ती मात्रै लिएर आएर अनि 20 रुपियाँ थियो त नि ल 10 रुपियाँ भिकारीलाई हेरेको बिचमा त 1 रुपियाँ नहाल्नु मन लागेन अनि गाली गर्नु लाग्यो ल दुईजनाले ल त्यो यस्तो मन्त्र जप्दै के माग्ने हो माग्दै घुमाउनु पर्छ निन्जा हतौडी तर एकचोटि मात्रै बजाउने रहेछ है ऊ 3 चोटि बजा ला फेल भयो अब मागेको फेल भयो 2 चोटि बज्यो ल मचार ओ हेर तानेको अरे अरे खोलाहरू ट्याक्क भयो ल अब यहाँबाट हिँड्दै हेर्दै पुरै यता चाहिँ हो उसो म च्यान्डारा त्यहाँ त डरेन तर यिनीहरूकोमा त मान्छे गाड्छ र साँच्ची कि अहिले त उस मात्र गाड्छ हौ कमल फुल पनि चाहिँ एउटा हड्डी मात्र लिएर आउँछ अनि जलाउँछ एउटा हड्डी मात्रै लिएर आउँछ अनि त्यो उस गर्छ यो मन्दिर चाहिँ बनाउँछ कि एउटा हड्डी मात्रै ल्याएर बाँसबाट आएको पानी कमल फुल त सुक्यो यो चाहिँ केसको मन्दिर हो भगवान त भन्नु त हुँदैन जस्तो डर लाग्यो धारा आयो भगवान किन त्यही कसले भने रक्सी चढाउनु रक्सी हेर्नु उता One pack कत्रो रक्सी हेर्नु है त्यो सबै एउटा तातो हुन लिएर जानुपर्छ क्या कति महँगो चढा होला है त्योमा धनी आएर होला अहिले यो माथि उक्लिन जुत्ता लाएर अब यहाँको केही हुँदैन जुत्ता लाएर अहिलेको धुप पैसा हाल्न नभए भेजेत हुन्छ बच्चा त्यो चाहिँ मेन भगवान हो बुद्धको रहेछ है चार बजी के माग्यो खै अर्को बुढाले आमा भगवान्ले यो उस पुरा गर्दोस् पुरा बल्ल बल्ल बोक्यो यिनीहरूले बुद्ध भगवान् त नि कपाल काटे बेला पऱ्यो होला नि त यहीँको भगवान हो मतलब जापानिजहरूले मान्ने यता ऊ त्यो ए अब त नगर म्याप यता त भिडियो र प यो उसो त्यो उसो क्या बुद्धिस्ट भाषा क्या टिबेटियन टिबेटियन हुन्छ र त्यस्तो लेख्छ त त्यो बुद्ध भगवान हो मेन बुद्ध यहाँ हो त कमलको फुल हो यो के भएर फुल चढाउँछ पानी चढाउँछ यहाँ आफ्नो विस लेख्नु होला त्यो अनि पानी चढाउँछ बुद्ध भगवान रक्षा करता कहाँ बुद्ध
फुल हेर्नु ओरिजिनल हुन्छ कसले हो यो नेपालको मन्दिर भनेर हाल्थ्यो यता यो चाहिँ बच्चा होला है भेषरी ओ देखिस् डाइरेक्ट जाउजू हुनु पर्यो नि ल ल ल भगवान बर्न क्या बाय बाय डराएको हेर्न रविना भगवान देवी यो भगवान्ले चाहिँ मलाई मान्दा रहेछ मेरो भक्त तिमी कहाँबाट आइपुग्यौ भने पर्फेक्ट भइसक्यो नि त तिमी आएर बजार बजे लामो बजाउँछु अन्त यस्तो खतरा यो भनेको भगवान्ले प्योर भक्त चिन्यो भने त्यसरी बताइ परमेश्वर परमेश दादालाई हेर्दै आँखाले परमेश दादा आँखाले हेर्दै दूरबीनले हेर्दै सारा दिन जा परमेश दादालाई दूरबीनले हेर्दै यिनीहरूले गरेछ के बुद्धिस्ट यो ठाउँमा तर बुद्धिस्ट लभरहरू चाहिँ आउनु ठिक रहेछ होइन बुद्धिस्टहरू चाहिँ यो ठाउँमा आउनलाई ट्याक्क पाके जस्तो थियो जापान भने टोपी झोला भन्दा ट्याक्क गलबन्दी चोर्ने विचारमा कोही चाहिँ छ अब अरू चाहिँ अब ट्याक्क अर्कोचोटि गाडामा भोलि बच्चाले उताले हेर जान्दै सुमादेरामा ओ रोको यो भ्लगको लागि हो अहिले काटेर अर्को सुन्नुपर्छ